सो गाइस थम्बनेलमा देख्नुभयो हो अब चाहिँ म चाहिँ युट्युब छोड्न लागेको युट्युबमा किनकि कामै छैन गाइस मलाई खै मनै लाग्दैन भिडियो बनाउन किन हो तपाईँहरूलाई थाहा होला होइन सो मेरो युट्युब च्यानल मोनेटाइज नहुने होइन कि मोनेटाइजै छ जुन भिडियो हाल्छु त्यो भिडियोको मलाई इन्कम नि भइरहेछ त्यही पनि मलाई मनै लाग्दैन भिडियो बनाउन सो किन हो भ्युज चाहिँ आउँदैन गाइस किन मन लाग्नु होइन सो मन नलाग्नु होइन गाइस म भिडियो पनि बनाएर आउँछु होइन तर अलिक ग्याप ग्यापमा बनाएर हुन्छ क्या भ्लग पनि बनाएर हुन्छ र के कस्तो चलिरहेछ भनेर त्यस्तो नि कन्टेन्टहरू हालिरहेको हुन्छ सो अहिले चाहिँ काम एकदमै बढी भएर चाहिँ भ्याउँदैन क्या युट्युब भिडियो बनाउन युट्युब चाहिँ यसो एज अ पार्ट टाइम गरेको हो भने जस्तो नि भयो फुल टाइम त अब कहाँ हुन्छ होइन युट्युब अब धेरै ठुलो नि छैन फुल टाइम अब हुनलाई त उही धेरै ठुलो चाहिन्छ के चाहिन्छ होइन सो एज अ पार्ट टाइम सो युट्युब चाहिँ छोडेको चाहिँ होइन कि भिडियो चाहिँ लङ टाइममा आएर चाहिँ मेबी 15 दिनमा 20 दिनमा एकचोटि च्यानल चाहिँ नबिग्रोस् भन्ने चाहिँ हो सो त्यही क्रममा चाहिँ अब भ्युज पनि पुरै डाउन छ डाउन भन्न नि अब 15-20वटा आउँथ्यो अब त्यो पनि आउँदैन सो कहिलेकाहीँ चाहिँ हालिरहेको हुन्छ छोडेको चाहिँ होइन युट्युब च्यानल मोनेटाइज नहुने होइन मोनेटाइज नै छ त्यही पनि यो आफ्नो यता अफलाइन काम भनौँ न अब युट्युब अनलाइन काम भयो अब उतातिर चाहिँ हल्का टाइम दिन भ्याइराखेन क्या नभए त योभन्दा पहिला होइन टाइम हल्का मिल्थ्यो कि अनि राम्रो कन्टेन्टहरू बनाएर हालिरहेको हुन्थेँ त्यसमा भ्युज पनि आएर हुन्थ्यो सो त्यही हो कुल मिलाएर आफ्नो कन्टेन्टमा दम हुनुपर्छ होइन भ्युज चाहिँ आउँछ कि तपाईँहरू नि छोड्ने विचार गर्दै हुनुहुन्छ भने चाहिँ फिटिकै चाहिँ नछोड्नुहोस् होइन गर्नुहोस् बिस्तारै गर्नुहोस् एज अ पार्ट टाइम एकैचोटि हुँदैन क्या यो युट्युब भन्ने चिज कसरी हुन्छ त न कसैले चिने हुन्छ कतिजनालाई अब जानुहुन्छ भन्नलाई मेरो च्यानल सब्सक्राइब गरिदिनु भनेर त्यसको लागि चाहिँ कन्टेन्ट हुनु पऱ्यो दामी फन्नी होइन मान्छेहरूलाई रुचाउने सो आफ्नो नि कन्टेन्ट यस्तै हुन्छ धेरै गतिलो हुँदैन होइन सो आफ्नो पनि भ्युज आउँदैन खालि मनको हुन्छ नि एउटा युट्युब म भिडियो बनाउँछु भन्ने मात्रै हो क्या लाइक टिकटक मान्छेहरू बनाउँछ भाइरल साइरल हुनु छैन टिकटक बनाउँछु भन्ने मनको इच्छा चाहिँ पुरा हुन्छ भनौँ न सो युट्युब च्यानललाई ग्रो गर्नलाई मलाई कति टाइम लागेको थियो ग्रो भन्न नि ग्रो चाहिँ के नै भएको छ र मोनेटाइज गर्नलाई कति टाइम लागेको थियो त्यो भन्छ त छक्क पर्नुहुन्छ आजभन्दा 6 साल पहिला खोलेको च्यानल हौ अब युट्युब कहिले गर्ने नगर्ने छोडिदिने होइन यतिकै गर्दै सब्सक्राइबर बढायो अनि सब्सक्राइबर बढिसकेपछि वाच टाइम नै गर्नलाई कति टाइम लाग्यो सब्सक्राइबर त 1 सालमै कम्प्लिट गरेको बाँकी 5 साल त 4 घन्टा 4000 घन्टा वाच टाइम पुरा गर्नलाई लागेको नभए त चाँडै हुन्छ सब्सक्राइबर त यताउता भयो नि अब यता ब्याक दिनु गर्दा पुगिहाल्छ होइन सो वाच टाइमको लागि चाहिँ एकदम स्ट्रिक्ट छ अहिले आफैले हेरेर गरौँ भने चाहिँ कति नै गर्न सक्छ र मान्छे 4000 घन्टा भनेको यहाँ होइन त सो त्यसको लागि चाहिँ कन्टेन्ट राम्रो हुनुपर्छ होइन 75 लाइक 75,000 90,000 जति भ्यू आयो होइन हरेक मान्छेले 1 मिनट अथवा 4 मिनट मात्रै हेरिदियो भने चाहिँ इनफ पुग्छ क्या वाच टाइम चाहिँ सो अहिलेको टाइममा चाहिँ वाच टाइम मान्छेहरू पहिला गर्थे त पहिला अब अपडेट थिएन अहिले चाहिँ युट्युब च्यानल लास्टै अपडेट भएछ युट्युब च्यानल होइन कि युट्युब चाहिँ अपडेट अहिले चाहिँ यस्तो भएछ होइन कुनै पनि मान्छेले आफ्नो युट्युब च्यानलमा मतलब मान्छेले होइन जसले पनि हेऱ्यो भने चाहिँ त्यो वाच टाइम अनि कुनै पनि चिज होइन युट्युबको अन सेक्सनमा एड हुनलाई 5 दिनपछि हुन्छ पहिला 24 घन्टामै हुन्थ्यो अहिले 5 दिन लाग्छ सो त्यो चाहिँ पुरै छानबिन गरेर अनि बल्ल हाल्छ कि अन सेक्सनमा नभए हाल्दैन किनकि उसलाई नि थाहा छ युट्युबलाई आजभोलि कति धान्धली चलिरहेछ भनेर सो आजलाई चाहिँ यति नै भेटौँला नेक्स्ट भिडियोतिर होइन मैले चाहिँ युट्युब चाहिँ छोडेको छैन भिडियो हाल्न चाहिँ कम गरेको हो खासमा टाइम नभ्याएर चाहिँ सो तपाईँहरू नि नछोड्नु होला एज अ पार्ट टाइम गरिराख्नु होला होइन त्यो बिस्तारै ग्रो भइहाल्छ नहुने होइन भइहाल्छ कोही न कोही भिडियो त भाइरल भइहाल्छ नि हौ कहिलेकाहीँ त किन हुँदैन सबैको हुन्छ हाम्रो हुँदैन भइहाल्छ नि सो अहिलेलाई चाहिँ यति नै भेटौँला नेक्स्ट भिडियोमा